हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरू सबैजनालाई मेरो मिनी ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने, र हामी पनि एकदम सन्चै नै छौँ। अनि हजुरहरू सोच्दै हुनुहुन्छ होला यो नानी पुगेर कतै हिँडेको भनेर। हामी चाहिँ लेक साइडमा न्यु इयरको लागि निकै नै चहल पहल बढी नै छ। हामी चाहिँ त्यसैको इन्जोय लिन जाँदैछौँ। मेरो छोरा चाहिँ सुतिरहेको छ। हजुरहरू पनि हेरेर इन्जोय लिन सक्नुहुन्छ। निकै नै रमाइलो छ। हामी नि खुसी हुँदै रमाउँदै अघि बढिरहेका छौँ। अनि अलिकति राम्रो ठाउँ देखेपछि मेरो साथीले चाहिँ भिडियो बनाउन लगाएर दिक्कै बनाउँछिन् भनेर भन्न नमिल्ने, आफू पनि बनाउँछु। मलाई अलिकति राम्रो चिज त देख्नै हुँदैन, मोबाइलमा क्याप्चर गर्नु मन लाग्छ मलाई। अनि म चाहिँ क्याप्चर गरिरहेको हुन्छु। यता मान्छेहरूको भिड देखेँ, अनि के रहेछ भनेर यसो हेर्दा त बच्चाहरूको चम्चा डोल रहेछ। अनि यो त मलाई एकदमै मनपर्ने। सानोमा हामी धेरै खेल्थ्यौँ न। हजुरहरू पनि को खेल्नुभयो यस्तो गेम, कमेन्ट गर्नु होला ल। अनि यता त बाजेताल पनि आउनु भए रहेछ। एकछिन बाजेताल हेर्नुहोस् ल। यस्तै रमाइलो हेर्दै हामी चाहिँ हलङचोकमा आइसकेछौँ। छाता भएको ठाउँमा। यहाँ पनि एकदमै रमाइलो छ, एकदमै भिड छ, र फोटो खिच्न पनि नमिल्ने जस्तो ठाउँ छ है। के गर्नु, साथीहरू सबैजना फोटो खिच्न थाल्नुभयो, र हामी पनि एउटा पनि फोटो नखिच्कन अगाडि बढ्यौँ। अनि यता फुड ट्र्याकतिर पनि एकदमै भिडभाड छ। अनि ठाउँमा आफ्नो ठाउँको कल्चर डान्सहरू लिएर प्रस्तुत गर्दै हुनुहुन्छ। धेरै रमाइलो गर्दै हुनुहुन्छ, र यस्तो डान्सहरू देख्दा मलाई एकदमै खुसी लाग्यो। अब चाहिँ हामी घर फर्किन लाग्यौँ, किनकि एकदमै थकाइ लाग्यो, एकदमै गाह्रो फिल भयो। अनि हामी चाहिँ घर फर्किँदैछौँ। अनि बाबुले पनि गाह्रो मानिरहेछ। अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।